चाहिँ ब्लग बनाइदिउँ न भन्ने के भन्छ मलाई इच्छा जाग्यो कि हैन। त्यही भएर म चाहिँ आज ब्लग स्टार्ट गर्ने छु। के कस्तो हुन्छ तपाईहरु ब्लग हेर्दै गर्नु होला। दबाएर खाइदिन्छ अरे यस्तो यो साथी टेकिएर हामीले खाएर आइसक्यौँ। गाउँघरको बिहा चाहिँ हामी छुटाउन अरू छुटाए पनि हेलो एन्ड नमस्ते सबैजनालाई मेरो ब्लगमा स्वागत छ। तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै नै आरामै छु। अनि टक्क लागेर आज चाहिँ ब्लग बनाइदिउँ न भन्ने के भन्छ मलाई इच्छा जाग्यो कि हैन। त्यही भएर म चाहिँ आज ब्लग स्टार्ट गर्ने छु। के कस्तो हुन्छ तपाईहरु ब्लग हेर्दै गर्नु होला। कपाल पनि लामो भएको छ। मैले ब्लग धेरै पछि बनाएँ हैन। म उता इन्डिया गएको थिएँ नि। म केरलाबाट आएर बनाएको फर्स्ट ब्लग हो कि यो। अनि दशैं पनि गयो केटा, दशैं पनि गयो। अब तिहार आउँदैछ। अनि हाम्रो यता चाहिँ एउटा कुरा भनौँ है, हाम्रो यता चाहिँ दशैं तिहारको उसमा चाहिँ हैन बीचमा फुटबल म्याच हुन्छ कि। अनि त्यसकै ब्लग बनाउनु पर्ने हुन्छ। मैले चाहिँ अब 29 गतिबाट छ। अनि फर्स्ट प्राइज चाहिँ हाम्रो 1,11,100 कति 67 कि कति रुपैयाँ छ। अनि सेकेन्ड प्राइज चाहिँ हाम्रो 51,000 छ हैन। तपाईहरु कोही आउन सक्नुहुन्छ हाम्रो चौरजारी 1 वडा नम्बर 1 मा हैन हुँदै गइरहेको नाखिरामा फेरि है हुँदै गइरहेको फुटबल प्रतियोगितामा तपाईहरु पनि भाग लिन सक्नुहुनेछ। अनि यसै गरेर म चाहिँ मेरो कोठामा छु। अनि मेरो चाहिँ आज हल्का आँखाहरु दुखिरहेछ कि हिजो एउटा ड्रामा हो कि पाकिस्तानी ड्रामा चाहिँ म लास्टै के भन्छ पाकिस्तानी ड्रामा चाहिँ म लास्टै हेर्दिन्छु। अनि त्योहरू हिजो 3 बजेसम्म 4 बजेसम्म सुतेको थिइनँ कि हैन। अनि यसो जिन्दगी हेरे यतिकै चलाएको छ। लगाइस एकछिनमा अब ट्याकल 9 बजिसक्यो। अनि एकछिनमा अब खानासाना खाएर के कस्तो गर्छु मैले चाहिँ मेरो डेली लाइफ तपाईहरुलाई देखाउने छु हैन। एक्सपिरियन्स कस्तो हुन्छ मेरो डेली लाइफको एक्सप्रेस हो कि त्यो एक्सपिरियन्स हो म देखाउने छु। ल केटा है गाइस खाना खान लाग्यो अहिले टक्क लागेर हाम्रो दशैंको हड्डी है हाम्रो राङ्गाको हड्डी है चाहिँ हैन बखरेको मासु हो। त्यही हल्का अब खाँदैछु भनौँ। अनि यस्तै छ हेर कि जिन्दगी। अब यो बोसो लाग्छ फेरि अहिले त्यही भएर यसलाई चारो खानुपर्छ। मैले तताएर खाएको छु हैन। ल गाइस टक्क लागेर यसलाई खाएर म भेट्छु तपाईहरुलाई है। टक्क लागेर हामी चाहिँ यसो टाइम पास गर्नको लागि आइसक्यौँ। यसो बोर्डहरू खेल्नु भनेर खेल्न त आउँदैन हैन हल्का फुल्का। त्यही भएर टाइम पास गरिदिउँ न भनेर हाम्रो नजिकै छ क्या यहाँ हस्पिटल होइन साइडमा। यो साउ फेरि बोर्डको ल गाइस पिटो ल्याऊ बाबु जाऊ। टक्क लागेर घाम चाहिएर बिहान 10 बजे अहिले हैन के हुन्छ। ल लस गयो गाइस अनि मैले खानासाना पनि खाइसकेँ। हाम्रो यहाँ चर्च है फेरि यो चर्च आज सटरडे अनि चर्चमा हैन चाहिँ यता अहिले चाहिँ यता बल खेल्न आएको थियौँ होइन। सानो सानो बल सो म्याचहरू खेल्न आएको थियौँ। त्यही फुटबल चाहिँ हल्का त्यही भएर आइदिएको हेर गाइस त्यतिकै आएको छौँ। हामी चाहिँ यता पेट्रोल पम्पमा छौँ अहिले चाहिँ हाम्रो गाउँको होइन रुकुम चौरजारीको पेट्रोल पम्प भाइहरूसँग आएको थियौँ। त्यही गेम खेलेर चाहिँ हामी जान लागेको छौँ। यो जितेर होइन हामीले हार्यौँ तर चाउसा त खानु पर्यो भोक लाग्यो कि त्यही भएर होइन के गर्नु। अब पानीहरू त्यहाँ दोकान त्यो पानी सानी किनेर खायौँ। त्यही हो। अब साँझ फेरि उता जानुपर्छ होला। अहिले बल खेल्न टक्क लागेर साँझ होइन हाम्रो ग्राउन्डमा तपाईँहरूलाई म देखाउने छु। अनि के छ केटा हो मेरो ब्लगमा फर्स्ट टाइम देखिन पायो कि हो आज होइन। यो नयाँ युट्युब च्यानल हो त्यही भएर। अनि हाम्रो कालीदोष यता कालीदोष किन नहेरेको आम्मा त्यही हाम्रो अनि गाइस हाम्रो पनि उता होइन टक्क लागेर गेम छ होइन। गेम चाहिँ उता हाम्रो उता पनि हामीले ल्याएको छौँ होइन। गेम लिने भन्ने छ लिन्छौँ होला। जर्सी सर्सी पनि आइसकेको छ होइन। त्यही गाइस हाम्रो जर्सी त हेराइ चियो देखाइदियो त। यही हो हाम्रो एउटा अमेरिकाको त अहिले स्पोन्सर गरिदिनु भएको थियो होइन उता जानु भएको थियो। अनि त्यतिखेर हामी जान्छौँ होला। ल गाइस अहिलेको लागि यति। टक्क लागेर अहिले चाहिँ हाम्रो आला है यो चाहिँ हाम्रो झर्को पुरा के भन्छ भटमासहरू उखेलेर मगाहरू उकेलेर अनि यहाँ जोत्दैछन् फेरि होइन। जोड्ने कार्यक्रम छ। टक्क लागेर अहिले चाहिँ अब हामी यसो बल खेल्न जान्छु भनेको थियो त मैले बिहान चाहिँ होइन। अहिले चाहिँ बल खेल्नतिर यसो जाँदैछौँ हाम्रो ग्राउन्डतिर। सब लाग्नु भएको छ हेर काममा चाहिँ। दशैं तिहारहरू हेर त अहिले लागेको छ यहाँ त दशैं तिहार हाम्रो चौरजारीतिर हेर यस्तो छ है। आम्मा साथी के छ सन्देश
काले पछाडि चाहिँ फेरि हाम्रो दाई अगाडि हुनुहुन्छ विराट दाई कमल दाईहरू ल गाइस के कस्तो हुन्छ तपाईँहरूलाई अब एकछिनमा होइन ग्राउन्डमा जान्छु ग्राउन्डमा गएपछि भेट्छु यहाँ घाँस काट्ने कार्यक्रम परिरहेको छ गाई यता हाम्रो केटाहरूको प्राइभेसी त्यही यो केटा हो हाम्रो यता घाँस काट्ने चलिरहेको छ होइन अब यो ग्राउन्डलाई अब 29 गतेबाट हो आज अब हाम्रो 25 गते भइसक्यो त्यही भएर यहाँ घाँस काट्ने चलिरहेको छ हाम्रो केटाहरू आउनु भएको छ इङ्ग्लिसको दाइहरूले गर्दै तर आयोजक गर्ने चाहिँ अब कुन फिक्स छ मलाई त्यो चाहिँ थाहा छैन होइन तर इङ्ग्लिसको दाइहरूले चाहिँ सपोर्ट गरिदिनुहुन्छ के हो जस्तो लागेको छ अनि त्यस्तै त हो हाम्रो विजय सरले गर्दै हुनुहुन्छ हेरौँ विजय सरले गर्दै हुनुहुन्छ मेसिन हो गाई यो मेसिन अभिषेकहरू आइसक्यो अहिले चाहिँ टक्क लागेर के चाहिँ न्याजी सर एकदम ठिक छ त्यही हो काम चलिरहेको छ गाई काम चलिरहेको छ टक्क लागेर केटाहरू आइरहेका छन् काम के छ टक्क लागेर हामी पनि हेरेछौँ अब यो चाहिँ हामीले आयोजक अरू हुन् तर हामी अब हल्का काम गरिदिउँ तर हामीले उ पनि गर्नेछौँ के भन्छ बल खेल्नको लागि पनि अहिले घर आएको पनि टक्क लागेर हाम्रो गेम पनि देखाउनेछौँ तपाईँहरूलाई के छ राजीव सर साथीहरू यही हो मेसिन भनेको यही हो घाँस काट्ने मेसिन तर हाम्रो यता चाहिँ यता देखाउँछ राम्ररी आज अर्कोचोटि पनि ल्याउँथ्यो होइन पहिला चाहिँ अर्को ल्याउँथे अहिले हाम्रो अब यहाँ बन्द छ हो अनि यो चाहिँ हाम्रो के भन्छ गाइस अर्को ल्याउँथ्यो यसपालि चाहिँ अर्को ल्याएको छौँ होइन टक्क लागेर कहाँ जान लाग्यो भन्ने चाहिँ हाम्रो अहिले हामीले गाउँले भाषामा खर्च खान जान लागेको छौँ हामी चाहिँ टक्क लागेर अनि भोक लाग्यो के यहाँ बिहा पनि रहेछ त्यही भएर बिहाको भात खाइदिनु जानु भन्ने जस्तो हो गाइस ल बिहामा पो दिने अनि किन थाहा छैन हेर ल ऊ त्यहाँ छ है बिहा दबाएर खाइदिन्छ अरू यस्तो साथी टेकिएर हाम्रो चाहिँ यो बिहाको खाना भयो साथीलाई तर सानो थालमा केही छैन हाम्रो भाइलाई अस्ति हामीले खुवाएको थियौँ लाउरे दाइकोमा आजैले हामीलाई खुवाउँदैछ हेर बर्सीको हल्ला पनि आइदियो गाइस दबाएर खाएर जानुपर्छ बल खेल्नुपर्छ है ल गाइस अहिलेको लागि यति हामीले खाएर आइसक्यौँ गाउँघरको बिहा चाहिँ हामी छुटाउन अरू छुटाए पनि बेहुला बेहुलीलाई चाहिँ देख्न पाइएन अलि होइन भात भोक लागेको थियो तर आज भात पनि खाएको थिएन केटा हो सस्तो दबाएर आयो थ्याङ्क यू सो मच हाम्रो भाइहरू थियो होइन सामु एकदमै खाना चाहिँ मिठो एन्ड फिट एन्ड फाइन भयो पनि खुवाइरहेको थियौँ हामीले त्यही हाम्रो भान्जा आइसक्यो अब अर्को भान्ज अनि के छ यस्तै छ गाइस स्टार्ट भइसक्यो यता चाहिँ गेम स्टार्ट भइसकेको छ हामीले बिहाको भात खान गयौँ र भएन गाइस के यता हाम्रो दाइहरू छन् टक्क लागेर ल यता हेरौँ त सबैजनाले यता हेर्नु यता ओ विराट दाइ के छ चलिरहेको छ कहाँबाट खेल्ने हामी ओइ ओइ त्यो र फेरि अहिले तल फुट्या रहेछ कि जानिसा यस्तो भएन कि ल ल गाइस ल है एकछिन पसिनाल असिनाल हुने गरी खेल्यौँ होइन टक्क लागेर अहिले त सब केटाहरू के भन्छ अब रात परिसक्यो गाई त्यही भएर देखाउँदैन मेरो फेसमा त अलिमा सेतो छु त त्यो सब कालो कालो छ त्यही भएर पनि नदेखा हुनसक्छ अनि यता छन् एउटा कङ्ग्रेचुलेसन है अभिषेकले बुलेट बाइक किनेको छन् है गाइस तपाईँहरूलाई देखाउँछु बाइक किन टक्क लागेर
हाम्रो के छ बाबु अहिले हाम्रो चौरजारीको एकदमै कस्तो नातिका होला दादा यार बिगा नि आमा मालदा ठिक छ तिम्रो तलको देखाउ न मेन पार्ट त यस्तो हो त त्यही गाइस टक्क लागेर यस्तो खेल्यो पसिनेल असिनेल भइयो होइन के गर्नु हल्का फुल्का पसिना त गराउनु पर्छ कहाँ छ मेरो उ हरिएर भेट्यो नि त्यही हामीले निराजनको के गर्यो के हरियो गरे साथी त्यही हो काम चाहिँ हाम्रो काम चाहिँ चलिरहेको छ है केटा अहिले चाहिँ काम चलिरहेको छ ल अहिलेको लागि यति घर गएपछि भेटौँ लाग्यो चाहिँ अहिले घरमा पुगिसक्यो होइन टक्क लागेर अनि रात पनि परिसक्यो हेऱ्यो भाइले कालो कालो भइसक्यो होइन अनि त्यही हो फोनमा चार्ज होइन त्यही आजको दिन चाहिँ यस्तै गरेर बित्यो होइन अनि टक्क लागेर बडा हल्का बलसल खेल्यो पसिनाहरू पनि झऱ्यो शरीर पनि धेरै मोटा छ क्या त्यही भएर हल्का पसिना जानु पर्थ्यो होइन अनि त्यस्तै फुटबल चाहिँ अब होइन हल्का फुल्का खेलिदिन्छु अनि त्यस्तो चाहिँ खेल्दिनँ होइन एमआई लिएर त्यही गाइस टक्क लागेर ब्लग कस्तो लाग्यो तपाईँलाई आज अब होइन जे जस्तो भयो भने तपाईँले एडजस्ट गर्नु होला अनि लाइक सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है सबैजनाले सपोर्ट गरिदिनु होला क्यारे टक्क लागेर मेरो रुम चाहिँ यही हो होइन मैले देखाएको थिएँ होला पहिलाको ब्लगमा देखाएको थिएँ गाइस अब पहिलाको च्यानल छैन होइन त्यो मेरो रुम चाहिँ यही हो के अरे कपडा छन् त्यता यता ट्र्याकहरू यस्तै छ हेरेर रुम यता प्यान्टहरू छन् फेरि अनि मैले चाहिँ गाइस उता म यता केरला गएको थिएँ नि इन्डियामा गएको थिएँ नि त्यतिखेर मैले एउटा प्यान्ट ल्याएको छु कि त्यहाँको होइन यो बिगी प्यान्ट यतातिर पाइन्छ कि नै कस्टम के त्यतातिर यति छ होइन यति चाग्लो हुन्छ क्या अनि त्यतातिर यो प्यान्ट के हरेक केटाले लाउने कि त्यो म हुने ठाउँ होइन म काम गर्थेँ त्यो होटलमा अनि त्यहाँ चाहिँ सब केटाहरूले के लाउँथेँ कि त्यतातिरको होइन अनि मैले पनि रड लाग्यो किनिदिएको होइन तर यो चाहिँ लास्टै ठुलो हुन्छ है फेरि फेरि त हो अनि होइन त्यही भएर पनि लास्टै ठुलो हुन्छ अनि मैले चाहिँ अलिक लामो थियो त्यो काटेर बनाएको छु अझै हल्का काट्नुपर्ने हुन्छ होइन अनि यस्तै छ गाइस के गर्नु फोनमा चार्ज पनि छैन अब एकछिन फोन लाउनु पर्ने हुन्छ जिन्दगी यसै गरी बितिरहेको छ अब म चाहिँ अहिले अब +2 पढ्छु होइन अब 12को अब एसएलसी पनि होइन दिनुपर्ने होला एसी त कटायो अब एसएलसी दिएर कतैतिर जानुपर्ने हुन्छ अनि त्यही हो तिहार अब आउँदैछ दसैँ त सकिसक्यो अनि तिहार अब आउँदै थियो होइन तपाईँ सबैजनालाई हाम्रो चौरजारीमा चाहिँ हाम्रो चौरजारीको यता नाखिरामा होइन यता हस्पिटल साइनी र यो स्याउली बजार भन्छ हाम्रो यता उसलाई होइन ठाउँलाई अनि यतातिर चाहिँ बिहाहरू यति धेरै भएको छ कि मेरो साथीको दाईहरूको पनि धेरैको भएको कि बिहे होइन अनि छ अनि एउटा बिहे छ त्यहाँ उता पनि यति दाईको कति 27-28 गति हुन्छ होला हामी त्यो जान्छु म त्यसले भ्लग बनाउनु छु केटा हो ल आजको लागि यति है गाइस अर्को भ्लगमा भेट्नुपर्छ बाई बाई सबैजनालाई माया गरिदिनु होला ल गाइस